नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुवातमा हेडलाइन्स। नेपालमा पछिल्लो 24 घण्टामा 179 जनामा कोरोना संक्रमण पुष्टि, प्रदेश 2 मा 2 जना संक्रमित। कोभिड विरुद्धको खोपका लागि नेपाललाई विश्व बैंकबाट 8 अर्ब 70 करोड वित्तीय सहायता। काठमाडौँ लगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढेको भन्दै वातावरण संरक्षण अभियन्ताहरूबाट प्रदर्शन। म्यानमारमा भएको सैनिक दमन विरुद्ध ललितपुर स्थित संयुक्त राष्ट्रसङ्घको भवन अगाडि प्रदर्शन। र पूर्वी ताइवानको सुरुङमा रेल दुर्घटना, 36 जनाको मृत्यु, 72 यात्रु घाइते। अब समाचार विस्तारमा। पछिल्लो 24 घण्टामा देशभर 179 जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या 2,77,640 पुगेको छ। त्यस्तै 111 जना संक्रमण मुक्त भएका छन्। यससँगै 2,72,962 जना कोरोना संक्रमण मुक्त भएका छन्। अहिले सक्रिय संक्रमितको संख्या 1,647 रहेको छ भने 61 जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या 3031 रहेको छ। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा 2 जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। कुल संक्रमितको संख्या 17,242 पुगेको छ। अहिलेसम्म प्रदेश 2 मा कोरोना संक्रमणबाट 209 जनाको ज्यान गएको छ। प्रदेश 2 मा 16,992 जना संक्रमण मुक्त भइसकेका छन्। अहिलेसम्म 1,46,974 जनाको स्वाब सङ्कलन गरिएको छ, जसमध्ये 20 वटा स्वाबको नतिजा आउन बाँकी छ। विश्व बैंकले कोभिड-19 विरुद्धको खोपका लागि 8 अर्ब 70 करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ। कोभिड-19 विरुद्धको सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच 7.5 करोड अमेरिकी डलर अर्थात् 8 अर्ब 70 करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना र मालदिप्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद हस्ताक्षर गर्नुभएको छ। हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव ढुङ्गानाले 72% नेपाली जनसङ्ख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि सहयोग महत्त्वपूर्ण हुने बताउनु भएको छ। Thank you. Convey my appreciation for those initiations and support made by the World Bank during the COVID as well as these situations to come back to it. नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौँ आइपुग्दा काठमाडौँवासीले कृष्णप्रसाद भट्टराईले सम्झिरहेको बताउनु भएको छ। मेलम्चीको पानी काठमाडौँमा आइपुगेको सन्दर्भमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले पानी काठमाडौँ ल्याइ पुर्याउन सबैको कर्मलाई सम्झिनुपर्ने भए पनि कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा सुरु र अन्त्य हुन नसक्ने बताउनुभयो। उहाँले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिए पनि उपत्यकावासीले पानी पिउँदै गरेको हरेक थोपामा सम्झिने विश्वास व्यक्त गर्नुभयो। विशेष बधाई नेपाली कांग्रेस पार्टी ज्ञापन गर्न चाहन्छ। कुनै बेलामा सन्त नेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौँ उपत्यकावासीलाई पिलाउने छु भनेर भन्दा धेरैले पत्याएका थिएनन् मात्रै होइन, कतिपयले त बोल्दै गर्दाखेरि योसम्म भनिदिनु भयो कि मुख धुने पानी छैन, सडक धुने फुर्ती कृष्णप्रसाद भट्टराईले लगाउनु भयो, जनता ढाँट्ने जुक्ति गर्नुभयो पनि भन्नुभयो। तर अन्ततः एउटा समय आयो, 55 सालदेखि यो परियोजना निर्माण सुरु भएर 22 वर्षपछि परियोजनाले पूर्णता हासिल गरेर मेलम्चीको पानी आइपुगेको छ। त्यसैले यो घडी नेपाली कांग्रेस पार्टी काठमाडौँ उपत्यकावासीलाई बधाई दिइरहँदै गर्दा प्रवक्ता शर्माले मेलम्चीको पानी काठमाडौँ आउनुले हाम्रो सामर्थ्यको पुष्टि भएको बताउनुभयो। यसले आगामी दिनमा नवीन परियोजनातर्फ देशलाई लैजाने निम्ति मार्ग प्रशस्त गर्ने बताउनुभयो। नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौँ आइपुगेको विषयलाई अत्यन्तै हर्षका साथ स्वागत गरेको पनि बताउनुभयो। काठमाडौँ लगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढेको भन्दै वातावरण संरक्षण अभियन्ताहरूले वातावरण तथा स्वास्थ्य सङ्कटकाल लागू गर्न माग गर्दै प्रदर्शन गरेका छन्। देशमा डढेलो र वायु प्रदूषणले जनस्वास्थ्य सङ्कट रहेको बेला सरकार मौन बसेको भन्दै उनीहरू सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन्। प्रहरीले प्रदर्शनमा हस्तक्षेप गर्दै 9-10 प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई सशस्त्र प्रहरी गण नम्बर 2 महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ। विज्ञहरूले काठमाडौँको वायु जनस्वास्थ्यका लागि घातक बनेको बताइरहेका छन्। म्यानमारमा भएको सैनिक दमनको विरुद्धमा ललितपुरको पुल्चोक स्थित संयुक्त राष्ट्रसङ्घको भवन अगाडि प्रदर्शन भएको छ। प्रजातान्त्रिक विचार समाज नेपाल, मानवाधिकार संगठन र न्यायका लागि मानवाधिकार सञ्जालले शुक्रबार बिहानै संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन्।
म्यानमारमा भएको नरसंहारको विरुद्धमा उत्रिएका मानवाधिकार कर्मीहरूले भारत र चीनले समेत दमनको मौन समर्थन गरेको भन्दै विरोध जनाएका छन्। प्रजातान्त्रिक विचार समाज नेपालका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले म्यानमारमा भएको नरसंहारको विरुद्ध छिमेकी राष्ट्रहरू नै चुप लागेर बसेको भन्दै आपत्ति जनाउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरूलाई समाधान गर्न सरकार लागि परेको बताउनु भएको छ। शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको 42औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगम सम्बन्धी समस्याहरूलाई प्राविधिक रूपमा भन्दा पनि नीतिगत रूपमा समाधान गर्न सरकार लागि परेको बताउनुभयो। उहाँले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसकेको जानकारी दिँदै थप छलफल गरी ल्याउने बताउनुभयो। यस्तै व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने पनि मन्त्री भट्टले बताउनुभयो। कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको आफूले देखेको बताउनुभयो। विपरीत विचार हुनेहरूले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो। नीतिगत रूपमा समाधान गर्नुपर्छ, प्राविधिक रूपले समस्याको समाधान गरेर हुँदैन भन्ने थियो र अहिले यो लाइनमा हामी अघि बढ्दैछौँ। यो कोभिड नआएको भए धेरै समस्या कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडि बढिरहेको भए पनि सरकारले उद्योगी व्यवसायलाई हेर्ने दृष्टिकोण गलत रहेको बताउनुभयो। शुक्रबार पूर्वी ताइवानको एक सुरङ्गमा रेल दुर्घटना भएको छ। दुर्घटनामा परि 36 जनाको मृत्यु भएको छ भने 72 यात्रुहरू घाइते भएका छन्। घाइतेहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ताइवानको रेलवे एडमिनिस्ट्रेसनले स्थानीय समयअनुसार 9:30 बजे हवालियनको उत्तरी क्षेत्रमा रहेको एक सुरङ्गमा रेल लिकभन्दा बाहिर गएर दुर्घटना भएको हो। प्रहरीका अनुसार रेलमा 350 यात्रु सवार थिए। करिब 100 मानिसको सकुशल उद्धार गरिएको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। नेपालमा पछिल्लो 24 घण्टामा 179 जनामा कोरोना संक्रमण पुष्टि, प्रदेश 2 मा 2 जना संक्रमित। कोभिड विरुद्धको खोपका लागि नेपाललाई विश्व ब्याङ्कबाट 8 अर्ब 70 करोड वित्तीय सहायता। काठमाडौँ लगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढेको भन्दै वातावरण संरक्षण अभियन्ताहरूबाट प्रदर्शन। म्यानमारमा भएको सैनिक दमन विरुद्ध ललितपुर स्थित संयुक्त राष्ट्रसङ्घको भवन अगाडि प्रदर्शन। र पूर्वी ताइवानको सुरङ्गमा रेल दुर्घटना, 36 जनाको मृत्यु, 72 यात्रु घाइते। हवस् त, अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।